टिकटक भिडियो खिच कसरी खिच्दो सो गाइज युट्युबमा स्वागत मल्ल र सृष्टि श्रेष्ठको भाइरल गोर्खे फिल्मको अफिसियल टिजर युट्युबमा ड्रप भइसकेको छ। जबदेखि यो फिल्मको फर्स्ट लुक आएको थियो, फर्स्ट पोस्टर आएको थियो, त्यो टाइमदेखि नै म एकदमै एक्साइटेड छु यो फिल्म हेर्नको लागि, किनभने यस फिल्मको नाम नै युनिक छ र यस फिल्मको कन्सेप्ट पनि युनिक छ। त्यसैले पनि म यो फिल्मको लागि एकदमै पर्खाइमा छु र आजको यस भिडियोमा म विशेष चर्चा गर्नेछु भाइरल गोर्खे फिल्मको अफिसियल टिजर खासमा कस्तो छ त विशेषमा चर्चा गर्नेछु जस्ताको तस्तै। र तपाईलाई भिडियो मन पर्छ भने तपाई भिडियोलाई लाइक पनि गर्न सक्नुहुन्छ र तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने तपाई सब्स्क्राइब पनि गर्न नभुल्नु होला। र म एकछिनमा कुरा गर्छु फिल्म मेकरले के कुरा मिस गर्नु भयो त। फर्स्टमा हामी कुरा गरौँ यस फिल्मको अफिसियल टिजरको बारेमा। र तपाईलाई मैले फर्स्टमै भनिसकेको छु भाइरल गोर्खे फिल्म नाम नै डिफ्रेन्ट छ र यसको साथै भाइरल गोर्खे फिल्मको कन्सेप्ट पनि डिफ्रेन्ट छ र यस फिल्मको मेन कन्सेप्ट रहेको छ अहिलेको समयमा मान्छे सोसल मिडियामा, रिल्समा, टिकटकमा भाइरल हुनको लागि मान्छे कुन कुन काम गर्न सक्छ। विशेष यो फिल्मभित्र फिल्म मेकरले कमेडी पारामा हेराउन खोज्नु भएको छ र यो कन्सेप्ट मलाई धेरै राम्रो लाग्यो, किनभने अहिलेको समयमा मान्छेहरू भाइरल हुनको लागि रिल्समा, सोसल मिडियामा, टिकटकमा मात्रै फेमस हुनको लागि, भाइरल हुनको लागि मान्छे जे पनि गर्न रेडी छ र यस फिल्मभित्र पनि स्वागत मल्ललाई भाइरल हुनु छ र फेमस हुनको लागि स्वागत मल्ल सरले फिल्मभित्र के गर्नुहुन्छ र जुन काम गर्नुहुन्छ फेमस हुनको लागि यस फिल्मभित्र कमेडी पारामा हेरेको छ। एउटा सिन छ स्वागत मल्ल सर टिकटकमा लाइभ बस्ने बेलामा साइडबाट भैँसीको आवाज आइरहेको हुन्छ भन्नाले जति पनि भाइरल हुने कुरा छ त्यो कुरालाई एकदमै कमेडी पारामा हेरेको छ र मलाई यो कुरा एकदमै मन पनि पर्यो र फिल्म फुल कमेडी हुनेछ। ल अब कुरा गरौँ फिल्म मेकरले के कुरा मिस गर्नु भएको त। तपाईलाई के लाग्छ अहिलेको समयमा मान्छेहरू भाइरल हुनको लागि त कमेडी पारामा मात्रै काम गर्छ त। वास्तविकता हेर्ने हो भने मान्छे भाइरल हुनको लागि सोसल मिडियामा, टिकटकमा, रिल्समा मान्छे जे पनि गर्न रेडी छ र मान्छे गर्दै पनि छ। अहिलेको समयमा आफ्नो फ्यामिलीको अगाडि, फ्यामिलीको बिचमा रिल्स त खोल्नै नमिल्ने। जब सोसल मिडिया खोल्यो कि यस्तो खालको नराम्रो भिडियो आउँछ जुन भिडियो हाम्रो फ्यामिलीको अगाडि, फ्यामिलीसँग त्यो भिडियो हेर्न लायकको पनि छैन भन्नाले त्यस्तो छाडा रिल्सहरू हुन्छ, छाडा भिडियो हुन्छ। मैले यति मात्रै भन्न खोजेको अहिलेको समयमा मान्छे फेमस हुनको लागि जे पनि गर्दैछ। यस्तो घटिया कामहरू मान्छेहरूले मात्रै फेमस हुनको लागि मान्छेहरूले यो सबै काम गरिरहेको हुन्छ र खासमा भन्नु परेमा फिल्म मेकरले भाइरल गोर्खे फिल्मभित्र यो सबै कुरा हेराउनु पर्ने तर फिल्म मेकरले हेराउनु भएको छैन। तर जे भए तापनि यस फिल्मको अफिसियल टिजर फन विथ कमेडी छ र मलाई एकदमै मन पनि पर्यो र तपाईलाई कस्तो लाग्यो तपाई कमेन्ट बक्समा तपाई मलाई भन्न सक्नुहुन्छ। एन्ड थ्याङ्क यू सो मच गाइज फर वाचिङ टिल एन्ड जय नेपाल।